नमस्कार साथीहरू, फेरि पनि उपस्थित भइसकेको छु नयाँ भिडियो लिएर। माइक्रो लाइफ इन्सुरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूका लागि र कर्मचारी सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारण निष्कासन गरी बाँडफाँड भइसकेको छ र यस कम्पनीको अब सेयर डिमेटमा कहिले आउनेछ र यस कम्पनीले ओपनिङ रेन्ज कति रहनेछ र यस कम्पनीले बोनस कति दिनेछ र यस कम्पनीमा तपाईहरूले सेयर हात पार्नु भएको छ भने कतिसम्म नाफा कमाउन सक्नुहुनेछ र यसको वित्तीय अवस्था कस्तो रहेको छ, यसको ओपनिङ रेन्ज, नेटवर्थ सम्पूर्ण जानकारी यस भिडियोमा दिन गइरहेको छु र त्यसैले यस भिडियो अन्तिमसम्म हेरी साथ दिनुहोला। र यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूका लागि 2,25,000 किता फागुनको 23 गतेसम्म यस कम्पनीले निष्कासन गरेको थियो र सो किता बाँडफाँड गरी दोस्रो चरणमा यस कम्पनीमा सर्वसाधारणको लागि निष्कासन गरेको थियो र सर्वसाधारणको लागि 18,45,000 किता आइपिओ निष्कासन गरेको थियो र कर्मचारीका लागि 67,500 किता र सामूहिक लगानी कोषका लागि 1,12,000 किता आइपिओ निष्कासन गरेको थियो र यस कम्पनीको बिक्री प्रबन्धक चाहिँ र यस कम्पनीको सेयर यसै बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बाँडफाँड गरेको थियो र यस कम्पनीमा पनि मागभन्दा एकदमै बढी आवेदन परेको थियो र यस कम्पनीले 22,50,000 किता आइपिओ निष्कासन गरेको थियो, जसमा यस कम्पनीले कर्मचारीका लागि 67,500 किता सेयर छुट्याएको थियो, जसमा कर्मचारीहरूले 3 वर्ष होल्ड गरेर मात्र बेच्न सक्नेछन् भने 5% म्युचुअल फन्डका लागि छुट्याएको 1,12,500 पनि सामूहिक लगानी कोषले 6 महिनासम्म होल्ड गरेर राख्नुपर्नेछ र त्यसैले यस कम्पनीमा थोरै किता सेयर निष्कासन गरेको कारणले मार्केटमा सप्लाई आउने सम्भावना थोरै रहेको छ। बाँकी रहेको सेयर यस कम्पनीले सर्वसाधारणको लागि 18,45,000 किता आइपिओ निष्कासन गरेको थियो र यस कम्पनी बाँडफाँड यसै बिक्री प्रबन्धक एनएमबी क्यापिटलले गरेको थियो र यस कम्पनीमा मात्र 1,84,500 जनाले 10 किताका आधारमा आइपिओ हात पार्न सफल रहनु भएको छ र सम्पूर्णलाई बधाई तथा शुभकामना दिन चाहन्छु। र अगाडिको गार्जियन माइक्रो लाइफ इन्सुरेन्सको कुरा गर्दाखेरि त्यस कम्पनीले पनि सर्वसाधारणको लागि 18,45,000 किता आइपिओ निष्कासन गरेको थियो र हालको समयमा उक्त सेयर 20,000 अर्थात् एक किताको 2,000मा कारोबार भइरहेको छ र उक्त सेयर पर्ने लगानीकर्ताले 1,000को लगानीमा 19,000सम्मको नाफा कमाउन सक्नुहुनेछ र यस कम्पनीको सेयर पनि थोरै रहेको छ र सप्लाई आउने सम्भावना पनि थोरै रहेको छ। त्यसैले यस कम्पनीमा पनि अगाडिको गार्जियन लाइफ इन्सुरेन्सकै मूल्यसम्म पुग्ने सम्भावना रहेको छ। र यस नेपाल माइक्रो लाइफ इन्सुरेन्सको नेटवर्कको कुरा गर्दाखेरि 100 रुपियाँ 80 पैसा रहेको छ र यस कम्पनी नेप्सेमा कारोबार भई ओपनिङ रेन्ज यस कम्पनीले न्यूनतम 100 देखि अधिकतम 300 सम्म यस कम्पनी नेप्सेमा कारोबारमा जानेछ र अगाडिको गार्जियन लाइफ इन्सुरेन्सको पनि बढी मूल्यमै कारोबार भएको कारणले यस कम्पनी पनि पहिलो दिनमा 300मा कारोबारमा जानेछ र त्यस पछाडि सर्किट हान्दै यस कम्पनी कतिसम्म पुग्नेछ त्यतिखेरै थाहा हुन सक्छ र हामीले अनुमान गर्न सक्छौँ कि अगाडिको गार्जियन लाइफ इन्सुरेन्स जत्तिकै प्राइजमा पुग्ने सम्भावना रहेको छ र यस कम्पनीको सेयर सङ्ख्या पनि थोरै रहेको कारणले यस कम्पनीको सप्लाई पनि कम आउने देखिन्छ र मार्केटले साथ दिई यस कम्पनीको सेयर पनि लगभग 20,000 तपाईहरूले 1,000को लगानीमा 20,000सम्म नाफा कमाउन सक्नुहुनेछ र नेप्से घटेन भने र सप्लाई कम आएमा यति नाफा तपाईहरूले सजिलै कमाउन सक्नुहुनेछ। यस कम्पनीको इपिएसको कुरा गर्दाखेरि 31 रुपियाँ रहेको छ भने यस कम्पनीको नेटवर्थ 100 रहेको छ र ओपनिङ रेन्ज अघि नै भनिसके 100 देखि 300सम्म यस कम्पनी नेप्सेमा कारोबारमा जानेछ। यस कम्पनीको वित्तीय अवस्था पनि त्यस्तो राम्रो छैन र यस वर्ष यस कम्पनीले बोनस दिने सम्भावना न्यूनतम रहेको छ र अब आउने वर्ष चाहिँ यस कम्पनीले सर्वसाधारणको लागि बोनस दिने सम्भावना रहेको छ। यस कम्पनीले आगामी वर्ष इपिएस बढायो भने यस कम्पनीले अवश्य लगानीकर्ताका लागि
बोनस दिने गर्छ र कुनै कम्पनीले EPS कम भए पनि आफ्नो रिजर्भबाट राखेको रकमबाट बोनस दिने गर्दछ र कुनै पनि यस कम्पनीले लगानीकर्ताका लागि बोनस दिने भनेर जानकारी दिएमा अर्को भिडियो लिएर उपस्थित हुने नै छु। तपाईहरुले यस कम्पनी होल्ड गर्ने कि सेल गर्ने भन्दाखेरि यस कम्पनी बढीभन्दा बढी मूल्य पुगेपछि अर्थात् गार्जियन लाइफ इन्स्योरेन्सको हालको समयमा 2000 मा कारोबार भइरहेको छ र उक्त हाई प्राइसमा तपाईहरुले यस कम्पनीको शेयर बेचेर नाफा कमाउन सक्नुहुनेछ भने तपाईहरुले 1-2 वर्ष होल्ड गर्ने भए तपाईहरुले यस कम्पनीबाट डिभिडेन्ड प्राप्त पनि गर्न सक्नुहुनेछ अथवा तपाईहरुले यस कम्पनीको शेयर हाई मूल्य पुगिसकेपछि बेचेर नाफा कमाउन सक्नुहुनेछ। उक्त शेयर तपाईहरुले होल्ड गर्ने कि सेल गर्ने आफ्नै विचार अनुसार गर्न सक्नुहुनेछ र तपाईहरुलाई पैसाको आवश्यक छैन भने तपाईहरुले केही वर्ष होल्ड गरेर डिभिडेन्ड प्राप्त गर्न सक्नुहुनेछ र केही वर्ष होल्ड गरेर गर्न चाहनुहुन्छ भने तपाईहरुले उक्त शेयरलाई राखेर तपाईहरुले डिभिडेन्ड प्राप्त गर्न सक्नुहुनेछ। यस कम्पनीको अब डिमेटमा कहिले शेयर आउँछ र यस कम्पनीको नेप्सेमा कहिले शेयर आएर कारोबारमा जानेछ त्यसको बारेमा कुरा गर्न गइरहेको छु र भर्खरै मात्र NMBSC क्यापिटलले यस कम्पनीको IPO बाँडफाट गरिसकेको छ र अब लगभग यस कम्पनीको शेयर डिमेटमा आउन अझै 10-15 दिन चाहिँ तपाईहरुले वेट गर्न सक्नुहुनेछ र भर्खरै मात्र NMBSC क्यापिटलले यस कम्पनीको शेयर बाँडफाट गरी यस कम्पनीको अब छिटै अबको 10-12 दिनमा यस कम्पनीको शेयर डिमेटमा आउनेछ र तपाईहरुले यस कम्पनीको शेयर डिमेटमा आइसकेपछि नेप्सेबाट TMS बाट तपाईहरुले यस कम्पनीको IPO बेच्न सक्नुहुनेछ र आजको लागि यति नै। आजको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। फेरि पनि भिडियो लिएर उपस्थित हुने नै छु। हस्त धन्यवाद।